दिदी जेठन नमस्ते नमस्ते आज चाहिँ म यहाँ अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 4 नार्चेङ स्थित घरापको मात्र बास्कोटमा आएको छु। एउटा सानो सामान छोड्न आएको थिएँ। त्यही पनि फेरि यहाँ नाति दिदी र जेठनको नाति कि नातिनी रे नातिको माम खुवाउने के मुख झुठो हाल्ने के लगाउने त्योमा आएको छु। अब कति बजे हो रे कार्यक्रम त्यो मैले त भ्याउँदैन, मेरो आज ड्युटी छ दिदी जेठन। अब यो मैले चाहिँ युट्युब च्यानलमा लगाउँछु पठाउँछु है। भदै खै कहाँ गइन् सुमन भदै सुमन भदै सुमन भदैको नानी त्यो नातिको नाम के हो रे? नाम राखेको छैन ल डेरेसन। यहाँ चाहिँ त्यही नाति सुत्ने रुम है। यहाँ चाहिँ आज कार्जे माम खुवाउने भात खुवाउने ठाउँ है। आयो है युट्युबर बधाई मर्निङ मर्निङ यता हेर्नु त हजुर। आज कति बजीतिर रे साइट कार्यक्रम नातिको? 11:30। शुभ नाम चाहिँ एकदम राम्रो राख्नु होला है। टाइटल नाम चाहिँ जेसी राख्नु है। हजुर ल है धन्यवाद। ल ओके ल उसैको च्यानललाई के रे लाइक शेयर सब्स्क्राइब ओके ओके ल वाह जस्ट है। म्याग्दीले कान्छा है युट्युबर मेरो चाहिँ आइडी हाम्रो भदैको भात खुलाइमा आउनु भयो धन्यवाद छ। ल अझै दिउँसोमा नि बसेर अझै खाँदै हाल्दै गर्ने भनेको त अलि मेरो ड्युटी परेर के भदै नि। कान्छी के खोल्नु लागेको? ल होइन म चाहिँ अब खै मासु हामी त मासुवाले उ त्यहाँ छ अचारवाले। ल मैले त खाइसकेँ है, किन भन्दा ड्युटी परेर अलिकति नभ्याउने भएर है हल्का धेरै मान्छे त बोलाएन है हाम्रो भाइ खलहरू आफ्नो तनपनहरू है। 5-6 जना हाम्रै बाबाको छ। प्रोग्राम चाहिँ राख्दाखेरि के गर्नु पर्छ भन्दाखेरि सक्ने हिसाबले गर्नुपर्छ, नसक्नेले आफ्नो भाइ खल बोलाउनु पर्छ। टिम त भन्ने चाहिँ अप्ठ्यारो जात हो के नबोलाउँदैन बोलाएन भन्छ बोलाउँदैन पैसा जान्यो त्यही भएर है आफ्नो जोडी खाएर भयो। मनी खाएको रे अब जान्छु है ड्युटीमा है। तपाईँ एकछिन बस्नु हो रे। अब फेरि म बस्यो भने त फेरि साथीहरूसँग छुट्टिने गाह्रो हुन्छ। मेरो ड्युटी छ, फेरि कम्प्लेन आउँछ। होइन बधाई नि दिदी भाँडा धोएर आएको ल म पनि चप्पल लाउनु पऱ्यो यार। अब जानु पऱ्यो अब अलिक पल्तिर फेरि अर्को यसो गर्नु पऱ्यो। यी बास्कोटको गाउँ है, यी वनमा कस्तो घाँस छ यार बाबा। कसैले त्यो घाँसभित्र चाहिँ आगो नलगाइदिनु है। यहाँ चाहिँ एक कप रेन्जरको खतरा छ है। ल यो मेरो भ्लग हेरेर यता चाहिँ कुखुराहरू छ भित्र छ, यतापट्टिको चाहिँ घटिसक्यो। कान्छा ओइ ल म पनि जान लागेको। ड्युटी हो, म त ड्युटीमा हो। म चाहिँ अब ठ्याक्कै आधा घन्टामा जानु पर्ने हो रे। अब अलिकति लङ भयो, 1 घन्टा 1.5 घन्टा बितिसक्यो। त्यही पनि म चाहिँ एकदम प्राङ गर्ने होइन हाँसो गर्ने मान्छे भएर यसो मलाई चाहिँ सोच्छन् कि यो मान्छे चाहिँ ठिक छ भन्छन् है। माथि जङ्गल अलि राम्रो आएको छैन के रे। ल अब ठ्याक्क 3 मिनट भयो। पारिको सुवा है अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 4 दाना स्थितको माथि पाखा है। ल थ्याङ्क यू।